हेलो, हामी त अब बेलको जुस बनाउँदैछौँ। कस्तो हुन्छ है, म हजुरलाई देखाउँछु है। लाग्छ बेलको जुस चाहिँ खानुपर्छ है गर्मी सिजनमा। स्वास्थ्यको लागि एकदम राम्रो हुन्छ। मन परे पनि नपरे पनि नि नेपालमा बसेपछि यति खानु चाहिँ पर्छ है नि सिस्टर। अब यो बनाउँदाको बनायो एउटामा यसलाई मजाले मिच्ने अनि त्यसपछि यसलाई चाहिँ चियादानीमा चालेर यसको रस निकाल्ने। तर यसलाई चाहिँ फेरि मिक्सरमा नपिस्नु होला किनकि यसको स्वाद मिठो हुँदैन। पानीले यसरी फिट्ने हो। स्वाद अनुसार चिनी पनि त्यस्तो ल